सो हे गाइज आजको भ्लग चाहिँ टक्क लाएर 10:30 हुँदैछ। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि आज चाहिँ किन भ्लग यति ढिला भन्नुहुन्छ भने चाहिँ आज चाहिँ मेरो स्टोरेज फुल भएको कारण चाहिँ मैले यो मैले रिसेट गरेर चाहिँ उ गर्दा चाहिँ अलि टाइम लाग्यो। अनि त्यसपछि चाहिँ आज त पुरा एक्साइटिङ छ गाइज। तपाईँहरू टक्क लाएर यो बेलाको समयको प्रतीक्षामा तपाईँहरू पनि म पनि। त्यसपछि चाहिँ आज हाम्रो साइकल चाहिँ आउँदैछ होइन, 2 बजे अत्तरे पुग्छ। अनि त्यहाँबाट हाल्यो भने चाहिँ 2 बजे पुगेपछि 4 भन्नाले 5-6 बजीतिर यहाँ पुग्छ होला। अनि चाहिँ टक्क घरमा लिएर अनबक्सिङ हान्छौँ। अनि भोलि चाहिँ हामी टक्क लाएर घुम्न जान्छौँ। अनि चाहिँ अहिले चाहिँ यस्तो पानी परिरहेछ, पुरै पानी परिरहेछ। अनि मैले चाहिँ अहिले अब चाहिँ टक्क लाएर अहिले कल गर्छु उता, अनि उता आयो भने चाहिँ अनि गर्छु। अहिले चाहिँ टक्क लाएर म यत्तिकै बसिदिइरहेको छु। अहिले चाहिँ पानी लास्टै परिरहेछ। अब चाहिँ म चाहिँ खानासाना खाएर अनि त्यसपछि टक्क लाएर साइकल ल्याउन रेडी हुन्छु। अनि जान्छु। अनि अलि बसेर उहाँ चाहिँ तपाईँहरूलाई म देखाउँछु कुन गाडीमा ल्याउँछ हाम्रो साइकल। फेरि सबै कुराहरू देखाउँछु, भिडियोमा अन्तिमसम्म रहनु होला। गाइज हाम्रो चाहिँ साइकल टक्क उहाँबाट अत्तरे पुगिसकेको छ। अत्तरे पुगेर त्यहाँ दाइ थियो मेरो, अनि दाइको हातमा चाहिँ साइकल परिसकेको छ। अब चाहिँ टक्क लाएर चाहिँ आज अहिले हालिदिन्छ दाइले। एक त बज्यो, धेरै टाइमै भएको छैन। कति बज्यो छ? 1:29 भएको छ। 1:29 भएको धेरै टाइमै भएको छैन। अहिले हाल्यो भने टक्क 4 या 5 बजीतिर पुग्छ, 5:30 बजीतिर गाइज पुगिसकेको छ केटाहरू। अब पछि आएपछि म रिभ्यू गर्छु त्यो साइकलको। आज भएन भने आज हुन्छ होला, सायद हुँदैन त कसरी भन्नु, हुन्छ होला। अनि त्यही भएर चाहिँ म अहिले टक्क लाएर चाहिँ ल्याउन गइरहेको छु। आएर रिभ्यू देखाउँछु गाइज। सो गाइज अहिले चाहिँ टक्क लाएर म चाहिँ यहाँ पुगिसकेको छु बवाल पारामा। अनि त्यसपछि चाहिँ अहिले चाहिँ टक्क लाएरबाट जान्छु। अनि पर गएर कफी खाएर अनि त्यसपछि त्यहाँबाट चाहिँ म टक्क लाएर उहाँ जान्छु साइकल पिक गर्न। अहिले चाहिँ मैले चाहिँ भन्न गइरहेको छु गाइज, हाम्रो फेसबुकमा चाहिँ फलो हानिदिनु होला है। 500 फलोवर्स जम्मा 30 दिनमा गेन गर्नुपर्ने छ, 500 फलोवर्स। त्यही भएर तपाईँले हेर्नुहुन्छ भिडियोहरू, भ्युजहरू त आइरहेको हुन्छ, 400-500 आइरहेको हुन्छ। त्यहीमा खुसी हामी त होइन। तर फलो चाहिँ हुनु पऱ्यो त गाइजहरू। फलो चाहिँ प्लिज गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। एउटा फलोले धेरै कुछ हुन्छ भन्न चाहन्छु म चाहिँ। अनि त्यसपछि चाहिँ मैले चाहिँ आज एउटा कुरा सेयर गर्दैछु तपाईँहरूलाई। कस्तो हुन्छ भन्दाखेरि यो भ्लगरहरूको जिन्दगी भने म भनिदिन्छु कि मेरो मनमा लागेको कुराहरू के, मतलब एउटा भ्लगर हुन्छ नि, जस्तै भ्लगर भयो भने त्यो अब सेलिब्रिटी टाइपकै, अब जस्तै लाखौँमा सब्सक्राइबर, 1 लाख 2 लाख सब्सक्राइबर भयो भने, तर त्यसलाई मान्छे चिन्ने भयो भने चाहिँ त्यसलाई यस्तै भिडियो बनाए पनि केही भन्दैन क्या। किनभने ऊ त भाइरल हो नि त। अब उसलाई त के भन्नु भएन, उसको भिडियो आफूले पनि हेरिन्छ। अनि त्यसपछि उसले उसको काम त उयो भन्ने हुन्छ नि त। अब हामीहरू कस्तो हुन्छ भन्दाखेरि कति छ, अब यस्तो भिडियो बनायो भने सबैले नोटिस गर्छ। नोटिस नगर्ने कुरै भएन, त्यो नोटिस नगर्ने कुरै भएन, सबैले नोटिस गर्छ। अलले नोटिस गर्छ। नोटिस गरिसकेपछि अनि त्यसपछि कति छ फलोवर्स यस्तो सोध्छ कि होइन, सोधेको छ अब मलाई त सोधेको छैन। मैले त अलिकति पब्लिक पनि बनाएको छैन। किन भन्दाखेरि त्यत्रो ऊ छैन, कन्फिडेन्ट छैन भनौँ, कन्फिडेन्टै छैन। अब के हुन्छ भन्दाखेरि अब कति छ सब्सक्राइबर भने 10, 15, 40, 50 भन्यो भने चाहिँ कस्तो खालको रियाक्सन आउँछ कि, एकदम खतरावाला रियाक्सन आउँछ कि। त्यही भएर चाहिँ ब्लगरहरूलाई चाहिँ त्यो कुरा लास्ट दुःख लाग्छ त्यो कुरामा चाहिँ। त्यही भएर चाहिँ यस्तो हो, मैले भन्न खोजेको होइन कि 1-2 भिडियो हाल्दैमा भाइरलै हुने, त्यस्तो होइन। मेहनत गर्नुपर्छ, मेहनत नगरी हुँदैन। मेहनत त बल गर्नु परिहाल्यो नि। मेहनत गऱ्यो भने त्यसको अनुसारको फल पाइहाल्छ। त्यही भएर चाहिँ मैले चाहिँ तपाईँहरूलाई भन्न चाहन्छु कि यतिको अलिअलि सपोर्ट चाहिँ देखाइदिनु पर्छ सबैलाई होइन। हेट कसैलाई गर्नुहुन्न। जो मान्छेले तपाईँहरूको पनि जिन्दगी छ क्या। अहिले चाहिँ नेपालमा सिस्टम आइसकेको छ, मोनिटाइजेसन कन्टेन्ट मोनिटाइजेसन आइसकेको छ। मोनिटाइजेसनको आजकल फिचर आइसकेको छ। सबैजना भिडियो बनाऊ, यसरी भिडियो खिच्छ र मेहनत गर्नुपर्छ अलिअलि। अब अहिले नै सोच्ने हो नि त फ्युचरको बारेमा। त्यही भएर चाहिँ यता खतरा छ केटाहरू। तर यिनीहरूको लास्ट डर लाग्छ मलाई चाहिँ। त्यही पनि अलि
हिम्मत जुटाएर हिँडिदिरहेको छु म चाहिँ। यिनीहरूतिर बाल दिनुहुन्न क्या, यिनीहरूलाई पिट्न गयो भने चाहिँ यिनीहरूले फेरि कालो गला रातो हुने गरी हानिदिन्छ। त्यही भएर चाहिँ यिनीहरूमा ध्यान नदिउँ। त्यही भएर त्यस्तो हुन्छ गाइजहरू होइन। मोनिटाइजेसन भन्ने फिचर आइसकेको छ फेसबुकमा। सबैले मिहिनेत गर्नु पऱ्यो, सबैले अगाडि बढ्नु पऱ्यो। त्यही हो कुरा मेरो भनेको चाहिँ होइन। खालि यत्तिकै मोबाइल स्क्रोल गर्नुभन्दा त त्योभन्दा त भिडियो बनायो हाल्यो, दिनदिनै एक्टिभ डाटा भइहाल्छ। किन डाटा नहुनेको चान्सै छैन, डाटा भइहाल्छ। दिनदिनै भिडियो बनाऊ हाल होइन। क्यामेरा क्वालिटी मात्रै चाहिँदैन कि। अब मसँग त मोबाइल छ ल 12 प्रो म्याक्स, आइफोन 12 प्रो म्याक्स होइन। अनि ल ठिक छ, मसँग डिभाइस छ, छैन भन्दैन होइन। अनि त्यसपछि अरूसँग पहिला मसँग पनि हुन्थेन कि। मैले पहिलाबाट नै भिडियो बनाएँ हो। 3-4वटा आइडी गइसक्यो क्या मेरो चाहिँ होइन। 3-4वटा आइडी गइसक्यो, मैले पहिलाबाट नै भिडियो बनाएँ क्या। अनि त्यसपछि अहिले चाहिँ मलाई भ्लगको बारेमा अलिअलि भन्दा पनि 60-70% थाहा छ मलाई होइन। भ्लगको बारेमा चाहिँ 60-70% कसरी बनाउनुपर्छ, कसरी के गर्नुपर्छ, कसरी के गर्नुपर्छ भन्ने चाहिँ मलाई थाहा छैन। त्यो सम्बन्धी ज्ञान पनि पुरै लिइसकेको छु। अनि त्यही भएर हो, अब डिभाइस छैन भने पनि त्यही आफूसँग जे छ त्योबाटै स्टार्ट गर्ने हो क्या गाइज। त्यो मसँग अब म यो किन्छु, त्यो किन्छु, यहाँबाट गर्छु यस्तो सोच्ने होइन क्या। जे छ आफूसँग त्यहीबाट स्टार्ट हान्ने हो कि। आफूमा के कला छ त, कसैको के कला हुन्छ, कसैको कमेडी गरिदिन्छ, कसैले अलि कमेडी गरिदियो भने। जस्तै धेरै छ नि त, थुप्रै छ नि त, कति छ। एमआरबी दाइ तिनीहरू मोटो ब्लग बनाउँछ, अनिल दाइ छ, विनोद दाइ तिनीहरू, अनि विशाल दाइ तिनीहरू सब बनाउँछ नि त। तपाईँले चिन्नुहुन्छ होला होइन। अनि चाहिँ त्यही भएर चाहिँ अनि चाहिँ म चाहिँ अनिल दाइको फ्यान हो होइन। अनिल दाइ, विनोद दाइ, विशाल दाइ तिनीहरूको चिन्नु भने मेन्सन हानिदिनु होला गाइज, मेन्सन हानिदिनु होला कमेन्टमा अनिल दाइ तिनीहरूलाई। एकचोटि भेट्न चाहिँ जान्छु म, अलि सपोर्ट देखाउनु पऱ्यो गाइज। अनि भेट्न जान्छु म टक्क। अहिले चाहिँ म यहाँ पुगिसकेको छु। अनि टक्क गएर कफी खाएर अब चाहिँ म यहाँ निस्किनुपर्ने हुन्छ। म निस्किँदाखेरि कुन गाडीमा आउँछ म त्यो पनि देखाउँछु ल। अहिले चाहिँ टक्क चाहिँ म चाहिँ डिराउनमा छु। यहाँबाट बारीमा पानी पर्ला जस्तो छ, बादल पुरै घिरिसकेको छ। अनि परिसक्यो भने अलिअलि त्यसको चाहिँ म चाहिँ बसिरहेको छु अहिले। अब चाहिँ बसेर अलिकति 4:30 निस्किन्छ यहाँबाट चाहिँ। सो गाइज म चाहिँ मेरो साइकलको वेट गर्दैछु। अनि पानी पर्दा लास्ट त्यसपछि म चाहिँ वेट गर्दैछु। अब 5 मिनटमा आउँछु होला। सो गाइज फाइनली बबाल आइसकेको छ हाम्रो साइकल चाहिँ टक्क लाएर। बबा छ ठिक छ गाइज। अनि त्यसपछि चाहिँ अब यसको योहरू सबै फर्केरै खोलिन्छ, मजाले स्ट्यान्ड लगाएर बबाल अनबक्सिङ गर्छु म चाहिँ। अहिलेको फिलहाल चाहिँ अब गराउँछु। सो गाइज हाम्रो चाहिँ यहाँ साइकल आइसकेको छ। 3-4 दिनदेखि हामी वेटमा थियौँ साइकलको। अब साइकलबाट बवाल भ्लगहरू आउँछ। अब यसको अनबक्सिङ गरौँ। आजको भ्लग चाहिँ यहीँ हिँड्नुहुन्छ। भोलि आउँछु भ्लगको साथ। भोलि साइकलसँग पनि भ्लग आउँछ। साइकल आइसकेको छ नि त, त्यही भएर चाहिँ अब भोलिबाट बवाल भ्लगहरू आउँछ। भोलि म नयाँ ठाउँमा जान्छु। अनि त्यसपछि तपाईँहरूलाई त्यो भिडियो देखाउँछु। च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, फलो, लाइक, कमेन्ट सब गरिदिनु होला भन्न चाहन्छु। भोलि भ्लग बवाल आउने छ।